हेलो साथीहरु, तपाईको यामाको बाइकहरु चढ्नुहुन्छ अनि तपाईले पिकअप नआएर एकदम दुःख पाइराख्नु भएको हुन्छ होला हैन। यसको समस्या के हुन्छ, सबै कुरा बनाउनु हुन्छ, इन्जिन र पिकअप सबै फेर्नु हुन्छ, तैपनि समस्या सल्भ हुँदैन है। त्यसको लागि हल्का म जानकारी दिँदै छु। यसमा प्रब्लम चाहिँ के हुँदो रहेछ, हामीले चाहिँ के बनाउनु पर्ने रहेछ हैन। ल यो मैले स्टार्ट गरेर देख्छु हैन, चलाएर अनि म देखाउँछु हैन। यसमा सबै यामाको प्रायः जसो कार्बोरेटरमा समस्या आउने गर्छ के। म यहाँ चलाएर देखाउँछु है। यसमा हेर्नु पिकअपै आउँदैन। हेर्नु यो सानो मैले यस्तो यहाँ राख्यो हैन, यो हेर्नु यति पनि कालो तान्न सक्दैन है। हेर्नु है, मैले पुरै हात छोडिदिएको छु हैन, तैपनि पिकअप आइरहेको छैन हैन। यो म बनाएर देखाउँछु है। जस्तै तपाईले देख्नु भएको थियो हैन, मैले एउटा सानो काठको राखेको छु हैन। एक्सिलेटर जति बटार्दा ब्रेक स्रेक लिए थिएन, तैपनि हाम्रो स्कुटर पिकअप दिइरहेको छैन। समस्या के हुन्छ म देखाउँछु है। फुल भिडियो हेर्दै गर्नु है। हेर्नु है, म यो कार्बोरेटर निकाल्दै छु हैन। यो कार्बोरेटर म खोलेर हेराउँछु है। मैले यो कार्बोरेटर बाहिर झिकेर म नयाँ कार्बोरेटर हालेर हैन, अनि त्यसपछि यो म टेस्टिङ देखाउँछु कतिको पिकअप आउँछ है त। हामीले फेर्ने कुराहरु सबै फेर्नुहुन्छ हैन। जुन फेर्ने कुरा हुन्छ त्यो चाहिँ फेर्नुहुन्न, अनि त्यही भएर हामीले दुःख पाउनुहुन्छ के यामाको स्कुटर चलाउँदाखेरि। अफ गर। ल हेर्नु त, मैले कार्बोरेटर चाहिँ खोलिदिइसकेको छु हैन। कार्बोरेटर चाहिँ हाम्रो यो छ। त्यो भाइ यता देखाउँछु। यो चाहिँ कार्बोरेटर मैले चाहिँ ओरिजिनल ल्याएको हैन, सोरुमको हैन। लोकल चाहिँ हाल्नुहुन्न, जहिले पनि जेन्युन कार्बोरेटर हाल्नुपर्छ हैन। म अहिले यो ओपन गर्दै छु है। दुईटा बक्स हाल्नु रहेछ है। प्लास्टिकको यो चाहिँ हाम्रो न्यू कार्बोरेटर हो। यसमा मैले यो हालेर देखाउँछु पिकअप कतिको आउँछ है त। हेर्दै गर्नु है हाम्रो यो भिडियो। अहिले चाहिँ मैले कार्बोरेटर चाहिँ फिटिङ गरिसकेँ है। यसमा मैले अरू चाहिँ सेटिङहरु पनि गरेछु हैन। कार्बोरेटर मात्रै हुँदैन हैन, मैले जस्तो यो ट्यापिटहरु पनि प्लग चेक गरेछु हैन। अहिले चाहिँ चेक गर्ने चाहिँ काम सबै भइसक्यो हैन। कार्बोरेटर पनि फिटिङ भइसकेछ हैन। अब म स्टार्ट गरेर पिकअप देखाउँछु है, यसको कस्तो पिकअप छ। यसको चाहिँ भिडियो मन परेमा लाइक र शेयर कमेन्ट गरिदिनु होला है। हाम्रो पिकअप टेस्टिङ हुँदैछ। मैले यो यहाँ राख्यो है। अब स्टार्ट गर्छु है। बनाउनु पर्यो भने रन्जेश मोटरसाइकल वर्कसप हैन, हाम्रो यो ग्यारेज हो हैन। यो लिंक मार्क प्ले स्टोरमा छ है। यो चाहिँ मेरो ग्यारेजको नाम हो, रन्जेश मोटरसाइकल वर्कसप। यो तपाईको यताबाट बल्कुबाट यताबाट आउनुपर्छ हैन। अनि कलंकीबाट आउँदाखेरि यताबाट है, एनबीटी सिटीबाट है। भिडियो मन परेमा लाइक र शेयर कमेन्ट गरिदिनु होला है।